सबैजनालाई फेरि पनि स्वागत छ। हामी नेप्सेको प्राविधिक विश्लेषणको यात्रालाई निरन्तरता दिँदैछौँ। आजको यो 12औं भागमा हामी बजारको मोमेन्टम वा गति बुझ्न मद्दत गर्ने दुईवटा एकदमै शक्तिशाली सूचकहरू MACD र स्टोकास्टिक RSI बारे गहिरिएर कुरा गर्नेछौँ। ल अब सुरु गरिहालौँ है। हामी आइपुगेका छौँ चरण 12 मा, जहाँ हामी दुईवटा महत्त्वपूर्ण मोमेन्टम इन्डिकेटरहरूको बारेमा सिक्नेछौँ। अहिलेसम्म हामीले ट्रेन्ड कता जाँदैछ भनेर पत्ता लगाउन त सिक्यौँ, तर अबको मुख्य प्रश्न के हो भने त्यो ट्रेन्डमा दम कत्तिको छ। हो, यहीँनिर मोमेन्टमको कुरा आउँछ, अर्थात् बजारको चाल पछाडिको वास्तविक शक्ति। यही शक्ति नाप्नको लागि ट्रेडरहरूले प्रयोग गर्ने एउटा क्लासिक उपकरणबाट सुरु गरौँ, जसलाई भनिन्छ मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स वा छोटकरीमा MACD। अब सरल भाषामा बुझौँ न, आखिर यो MACD हो चाहिँ के त? खासमा यसले दुईवटा मुभिङ एभरेजलाई हेर्छ, एउटा अलि छिटो चल्ने र अर्को अलि ढिलो। हो, यिनै दुईको सम्बन्धले नै हामीलाई ट्रेन्ड कता जाँदैछ र त्यसमा कत्तिको दम छ भन्ने कुराको सङ्केत दिन्छ। यहाँ MACD का दुई मुख्य खेलाडीहरू छन्। एउटा हो MACD लाइन, जुन छिटो प्रतिक्रिया दिन्छ, र अर्को हो सिग्नल लाइन, जुन अलि सुस्त हुन्छ। यिनै दुई लाइनको अन्तर्क्रियाले हामीलाई बजारको सङ्केत दिने हो। यसको सबैभन्दा चर्चित सङ्केत हो क्रसओभर। जब त्यो छिटो लाइनले ढिलो लाइनलाई तलबाट उछिनेर माथि जान्छ, त्यसलाई बुलिश क्रसओभर भनिन्छ। यो बजार माथि जाने सङ्केत हुन सक्छ, मतलब खरिदको अवसर। अनि ठ्याक्क यसको उल्टो, जब छिटो लाइनले ढिलो लाइनलाई माथिबाट काटेर तल झर्छ, त्यसलाई बेरिश क्रसओभर भनिन्छ। यसले मोमेन्टम कमजोर भएर बजार तल झर्न सक्ने सङ्केत गर्छ, जुन बिक्रीको अवसर पनि हुन सक्छ। तर एउटा कुरा के बुझ्नुपर्छ भने क्रसओभरहरू काम लाग्ने भए पनि कहिलेकाहीँ अलि ढिलो सङ्केत दिन्छन्। मतलब मूल्यमा ठूलो उतार चढाव भइसकेपछि मात्र क्रसओभर देखिन सक्छ। त्यसो भए प्रश्न उठ्छ, के यो भन्दा पनि छिटो सङ्केत पाउने कुनै तरिका छ त? हो, छ। MACD को अर्को एउटा महत्त्वपूर्ण भाग छ जसले हामीलाई अलि पहिले नै चेतावनी दिन सक्छ। त्यो हो हिस्टोग्राम। ल, अब यसको शक्तिलाई हेरौँ। हिस्टोग्रामलाई मोमेन्टम नाप्ने म्याग्निफाइङ ग्लास जस्तै सम्झिनुहोस्। यसले MACD लाइन र सिग्नल लाइन बीचको दूरीलाई बारको रूपमा देखाउँछ। जब ट्रेन्ड बलियो हुँदै जान्छ, हिस्टोग्रामका बारहरू पनि अग्लो अग्लो हुँदै जान्छन्। यसको मतलब हो MACD र सिग्नल लाइन बीचको दूरी बढिरहेको छ र बजारको गति तीव्र छ। तर जब ती बारहरू होचो हुँदै शून्यतिर झर्न थाल्छन्, होशियार हुनुपर्छ। यसले मोमेन्टम कमजोर हुँदै गएको सङ्केत गर्छ, र यो अक्सर बेरिश क्रसओभर हुनुभन्दा पहिले नै देखिने एउटा अग्रिम चेतावनी हो। ल, MACD को कुरा त भयो। अब अर्को खालको मोमेन्टम इन्डिकेटर हेरौँ, जुन आफ्नो गति र संवेदनशीलताको लागि चिनिन्छ। स्टोकास्टिक RSI अलि बढी संवेदनशील हुन्छ। यसको काम भनेको छोटो समयमा बजारमा खरिदको चाप बढी भयो कि बिक्रीको चाप बढी भयो भनेर छिटै पत्ता लगाउनु हो। यसलाई इन्डिकेटरको पनि इन्डिकेटर भनिन्छ। यसका सङ्केतहरू एकदमै सरल छन्। यदि यसको मान 80 भन्दा माथि गयो भने त्यसलाई ओभरबट भनिन्छ, जहाँ मूल्य घट्ने सम्भावना हुन्छ। अनि यदि मान 20 भन्दा तल झर्यो भने त्यसलाई ओभरसोल्ड भनिन्छ, जहाँबाट मूल्य फर्केर माथि जान सक्छ। यो इन्डिकेटरको बारेमा सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। यसले समग्र ट्रेन्ड कता छ भनेर देखाउँदैन, बरु चलिरहेको ट्रेन्डभित्र कहाँनिर मूल्य घुम्न सक्छ, अर्थात् खरिद वा बिक्री गर्ने सही समय कहाँ हुन सक्छ भनेर देखाउँछ। त्यसो भए यी दुई फरक फरक उपकरणहरूलाई सँगै कसरी प्रयोग गर्ने त? बजार विश्लेषण गर्दा यिनीहरूले एक अर्कालाई कसरी सहयोग गर्छन्? यो तालिकाले सबै कुरा प्रष्ट पार्छ। बजारको ठूलो चित्र र ट्रेन्डको शक्ति बुझ्न MACD प्रयोग गर्ने, अनि त्यो ट्रेन्डभित्र छोटो समयको लागि सही खरिद बिक्रीको बिन्दु पत्ता लगाउन स्टोकास्टिक RSI प्रयोग गर्ने। एउटाले के भन्छ, अर्कोले कहिले भन्छ। र यसले हामीलाई एउटा अन्तिम तर एकदमै महत्त्वपूर्ण प्रश्नमा ल्याइ पुर्याउँछ। यदि एउटा इन्डिकेटरले किन भन्छ र अर्कोले नकिन भन्छ भने त्यस्तो बेला के गर्ने? हो, यो भविष्यको विश्लेषणको लागि एउटा गम्भीर विषय हो। MACD र स्टोकास्टिक RSI बारेको हाम्रो आजको विश्लेषण यति नै। आशा छ यो जानकारी उपयोगी रह्यो। हामीलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। कृपया लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को अङ्कमा फेरि भेटौँला।